Happy birthday to you. हाई फ्रेन्ड्स, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो ब्लग केसको बारेमा रहेको छ भनेपछि आज चाहिँ मेरो कान्छो भाइको बर्थडे छ। अनि बर्थडेको लागि चाहिँ हामीहरू सबै गाउँ आएको थियौँ। अनि हाम्रो मम्मी ड्याडी हाम्रो फ्यामिलीसँग सबै बर्थडे मनाउँदैछौँ। अनि एकदम रमाइलो पनि भइरहेको छ। अनि हाम्रो दिदी हुनुहुन्छ, नानी दिदीको छोरी अनि बहिनीहरू हामी सबै मिलेर बर्थडे मनाउँदैछौँ। अनि हाम्रो चाहिँ के पाकिरहेको छ भन्नुहुन्छ भने बिरयानी बनाएको छ भाइले। अनि मेरो बहिनीको पालो दाइको बर्थडे हो, त्यही भएर हामी चाहिँ खाना खाँदैछौँ। फुलै सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। आज मेरो ब्लगमा खै खुट्टामाथि गयो भने त हाम्रो पालेको भेको त के गर्दैन यसले। जानेवाला छ आफै बाहिर पूजा गर्ने विधि हुन्छ। मेरो बर्थडेमा बिरयानी पार्टी भयो। हाम्रो के हाम्रो यसलाई के भन्छ अरे यो मेरो भाइले बनाएको सनम भाइले। हान्ने मान्छेले के भन्छ हान्ने मान्छेले के भन्छ डिस्ट्रिब्युटर हाम्रो मास्टर सेफ पनि होइन कि हाम्रो पस्किने मान्छे हुनुहुन्छ यहाँ हुन्छ सब मेन सर गर्ने हाम्रो ड्याडीले यस्तो मजाले बिरयानीको स्वाद अब ड्याडीले भन्नुहुन्छ कस्तो खान्छ ल भगवान्को रक्षित नाम लिएर ड्याडीले अब टक्क मुखमा हाल्नु भएको छ। कस्तो छ ड्याडी यस छ हो। हाम्रो यो सबको मेहनत चाहिँ हाम्रो प्यारो भाइले हो। कुकमेन भने हुन्छ मान्छे अलि हँसिलो छ त लाज मान्छ केही छैन। कुको फेरि यताको होइन फेरि विदेशको गुजरात हाम्रो नानीहरूले खाएको छैन। कस्तो छ नानी हो? मान्छे कस्तो छ? मिठो छ हो? दिदी कस्तो छ? राम्रो देखिनु भएको कि रहेछ नलिनु। तनावमा हुनुहुन्छ फेरि राम्रो देखिनु भयो। मेरो यी यस्तो भन्छ पुरा यही हो क्यामेरा मैले ऐनामा हेरेको क्या त्यो गरेर एउटातिर हाम्रो मम्मी हुनुहुन्छ है यहाँ पसिनै हुनुभयो। र मम्मी कस्तो लागिरहेको छ तपाईँलाई? बत्ती गयो, मेरो कान्छीको जन्मदिन बत्ती आएन र बत्ती भर्खरै गयो। हामी बहिनी राम्रो फेरि टिटिक बनाइ गर्ने कुनै दिन ढाडा हात यसको मैले व्यवस्था भइसकेको छ। कसको मेरो भाग भइहाल्यो यो अब कसको खाएन दिदीको भाग ल अहिलेलाई यति छ सबलाई। सब बिरयानी पार्टी आज बिरयानी पार्टी छ। आज सबलाई बिरयानी पार्टी हामी दिदीले खाइराख्नु भएको छ। कपाल पहिला रातो त अहिले ठिकै भइरहेछ। खुसी लागेको छ मलाई। मैले त पहिला त सेम पिस्ने भने भइहाल्छ खान ओ चिसो बिर्सेको छ। हामीलाई चिसो लिएर आउँदा चिसो जस्तो भने खानु हजुरले एकछिन त्यो खला लाएर ऐनामा हेर्दा कस्तो लागेको थियो? एकछिन त व्यवस्था हुनुहुन्छ नि मलाई टुरिस्ट नै भएछ भन्नु भएन नि। प्यारो भाइले मलाई खाएको छैन कस्तो मजाले। दाइ मलाई यति त पुग्दैन भन्दै थियो कि अरे खान त खा अब कस्तो खाने थाहा होइन पुग्छ। अनि साथीहरू यस बिचमा चाहिँ मेरो भाइले बहिनीले बिचमा भिडियो बनाएको छन्। अनि भिडियोहरू चाहिँ एकदमै उनीहरू बोले जे बोले मैले नेचुरल नै हालेको छु। अनि यो चाहिँ मेरो भाइको फोटोहरू हुन् जुन मेरो ड्याडी मम्मीसँग उसले आफूले आफ्नो ड्याडी मम्मी मेरो ड्याडी मम्मी उसले चाहिँ आफ्नो फोटोहरू खिच्न पठाएको थियो। अनि मैले नै खिचेको फोटो हो यो चाहिँ। मम्मी ड्याडी अनि भाइ एकदम राम्रो देखिरहेको थियो फोटोहरू। अनि त्यसपछि चाहिँ सबैले पालो पालो गरेर फोटो चाहिँ हामीले लियौँ। अनि त्यसपछि चाहिँ मेरो बहिनीहरू दुइटै नानीहरू अनि त्यसपछि ड्याडी मम्मी भाइले चाहिँ फोटोहरू एकदमै राम्रोसँग त्यो खिच्नुभयो। धन त बर्थडे मनाउने बेला चाहिँ बत्तीको थियो। पछि चाहिँ आयो अनि मेरो भाइ म मम्मी ड्याडी हामी चाहिँ चारजना। अनि दाइ चाहिँ हुनुहुन्न, दाइको चाहिँ कमी छ त्यहाँ। अनि दाइ चाहिँ बाहिर हुनुहुन्छ त्यही भएर दाइको फोटो चाहिँ त्यहाँ आएन। हामी चारजना त्यहाँ छौँ। अनि त्यसपछि दिदीसँग भाइले फोटो खिच्यो, नानी दिदी बहिनी मिलेर।
अनि त्यसपछि चाहिँ अब कसको पालो आउँछ भन्नुहुन्छ भने ऋतिका भन्ने एउटा बहिनीको यो चाहिँ हाम्रो घरको सबभन्दा प्यारी बहिनी हुन्। यिनलाई चाहिँ सब चिज केही चिज सिकाउनु पर्दैन, टिकटकदेखि फेसबुकदेखि सब चिज हुन आउँछ। यो चाहिँ जिग्री भाइ, यिनै हुन् हाम्रो घरको आजको कुकम्यान। 5 स्टार होटलमा पकाउने मान्छे हो नि त हो। अनि त्यसपछि चाहिँ हामी फेरि फोटोसोटो भाइको अनि त्यसपछि भाइसँग बहिनीले फेरि एकदम नयाँ पोज दिन्छ कि यो चाहिँ खतरा हिरो नि हो नि त मेरो नानी। अनि पोज दिँदा र बहिनीले राम्रोसँग फोटोहरू खिचेँ। त्यसपछि मैले पनि भाइसँग फोटो खिच्नु पऱ्यो भनेर तिम्रो साइड लाग भनेर फेरि भाइ र मेरो फोटो खिच्यौँ। फोटोहरू चाहिँ त्यति राम्रो नआए पनि मेमोरी चाहिँ धेरै राम्रो भयो आज। थ्याङ्क यू फर वाचिङ। माया गरिदिनु होला, लाइक, सेयर, सब्सक्राइब सब गरिदिनु होला मेरो साथीहरू।